गोदावरी रोडको ठ्याक्कै बिचमा तपाईँको थैवको ठ्याक्कै तलपट्टि उकालोमा एउटा पेट्रोल पम्प छ। त्यो पेट्रोल पम्पको ठ्याक्कै ठाइजमा तपाईँको चाहिँ भित्रबाट हेर्दाखेरि बाहिरबाट एकदम सानो देखिन्छ भने तर यहाँ भित्र चाहिँ एकदम इम्ब्यान्स नेवारी कल्चरमा भएको जस्तो तपाईँको होइन सानो भए पनि तर भित्र एकदम ठुलो छ यहाँ चाहिँ। यो चाहिँ ठ्याक्कै हरिसिद्धिको ठ्याक्कै उकालोमा चाहिँ छ है यो बिकी नेवारी खाजाघर भन्ने है। ठ्याक्कै हरिसिद्धिको ठ्याक्कै लेफ्ट साइडमा छ है यो चाहिँ। ठ्याक्कै हरिसिद्धिको ठ्याक्कै बिच बाटो भयो यो त पेट्रोल पम्प ठ्याक्कै यहाँ छ भने तपाईँको यो ठ्याक्कै कोल्ड स्टोरको भयो माथि थैबा जाने बाटो भयो। यहाँ चाहिँ तपाईँको बिकिएम नेवारी खाजाघर छ यो भित्रपट्टि हो। यहाँ चाहिँ हेर्दाखेरिमा एकदम सानो छ होइन तर भित्रपट्टि चाहिँ हाम्रो एकदम ठुलो बस्ने ठाउँ छ है। नेवारी खाजाघर एकदम स्पेसल छ यहाँ चाहिँ हेर्दाखेरिमा सानो भए पनि एकदम ठुलो छ है। यहाँ चाहिँ भित्रपट्टिको एमएस यस्तो छ है। यतापट्टि तल पनि बस्ने ठाउँ छ यहाँ चाहिँ है। हेर्दाखेरिमा सानो छ तर बस्ने ठाउँ एकदम ठुलो छ भित्रपट्टि तपाईँको। ग्रुपमा बस्दा नि भयो होइन। यसो बाहिरको एमएस पनि छ यहाँ होइन। भित्रपट्टि किचन भइहाल्यो होइन। हेर्दाखेरिमा सानो भए पनि तपाईँको भित्रपट्टि चाहिँ ठुलो छ यहाँ है। अब यहाँ खुल्ला ठाउँ भयो होइन। अब यहाँ चाहिँ तपाईँको यही नेचुरली चाहिँ यहाँ पकाउने गर्छ। यहाँ तपाईँको अब आइटमहरू भटमासदेखिबाट आलु सालु सब जति पनि जे आइटमहरू छ यहाँ चाहिँ अर्ग्यानिक नै छ भनौँ न है। यहाँ भयो होइन। अब यता पनि बस्ने ठाउँ तपाईँको भइहाल्यो। त्यहाँपट्टि एमएस पनि एकदम राम्रो छ है यहाँ चाहिँ। टक्क बस्ने ठाउँ छ यहाँ चाहिँ होइन। अनि नेचुरली तपाईँको यो सागहरू यताउति अग्रम बग्रुम सबै यता बनाएको छ यहाँ चाहिँ होइन। खाना पनि एकदम सस्तो राम्रो छ है। अरू ठाउँमा अब रिसोर्टतिर महँगो पर्छ भने यहाँ नेवारी खाजाघरमा चाहिँ एकदम अर्ग्यानिक प्लस तपाईँको चाहिँ मिठो पाउँछ है यहाँ चाहिँ। सब अर्ग्यानिक खुर्सानीहरू मकैहरू यहाँ के अरे उसिनेको भटमास साँधेको भटमास नै पाउँछ यहाँ अर्ग्यानिक छ। त्यो चाहिँ स्पेसल लाग्यो मलाई होइन। मकै भयो उसिनेको खुर्सानी एकदम राम्रो छ पिरो एकदम मिठो होइन। सब अर्ग्यानिक छ यहाँ चाहिँ होइन। भित्रपट्टि चाहिँ एकदम पिस आनन्द छ यहाँ चाहिँ होइन। अब हेर्दाखेरिमा एकदम मान्छेले राम्रो भन्दा पनि जस यहाँ चाहिँ अब एकदम एफोर्डेबल हेर्दा पनि राम्रो शान्त इन्भाइरोमेन्ट होइन। रिसोर्ट होइन यो नर्मल तपाईँको नेवारी खाजाघर भइहाल्यो होइन। हजुरलाई मैले डिटेल्स भनिहालेँ। सो गोदावरी आएको बेला चाहिँ हरिसिद्धिको ठ्याक्कै यो उकालोमा चाहिँ खाजा खाना आए पनि चाहिँ यहाँ चाहिँ एकदम बस्नु होला है।